नेपाली प्रडक्ट भनेपछि ओहो छ्याछ्या थुथु गर्ने त्यो 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 चाहिँ हटाउनुपर्छ क्या। यो एकदम गलत भाष्य निर्माण भइरहेछ। यो मान्छेले चाहिँ पाठ्यक्रममा पनि नेपाली प्रडक्टलाई प्रमोट गर्नुपर्छ, नेपाली प्रडक्टलाई चाहिँ कसरी अगाडि बढाउनु त्यो खालको एउटा सिलेबस पनि हुनुपर्छ। यहाँ कस्तो शिक्षा प्रणाली पनि हाम्रो त्यस्तै छ। कस्तो नै अब बिबिए पढ्यो, बिबिए पढेपछि अब यहाँ ग्रेजुएट भयो होइन, त्यसपछि चाहिँ ब्याङ्कमा जागिर खाने, एउटा फ्याक्ट्रीले चाहिँ नि प्रडक्सन गरे जस्तो के, इम्प्लोइ प्रडक्सन गरे जस्तो छ के चिज चाहिन्छ होइन। एउटा चाहिँ कन्ज्युमरले चाहिँ के कुरा थाहा हुनुपर्छ, कन्ज्युमरले मार्केटको इकोनोमीमा कसरी इम्प्याक्ट पार्ने, कन्ज्युमरको बिहेभियर कस्तो हुनुपर्छ त्यो पनि पढाउनुपर्छ जस्तो लाग्छ कि। त्यो थाहै छैन, त्यो अवेरै छैनौँ हामी। अनि कसरी व्यवसायले टिक्छ त नि। तपाईँले एउटा प्रडक्ट मरिमेटी गर्नुभएको छ, 10 वर्ष तपाईँले त्यहाँ इन्भेस्ट गर्नुभयो, त्यो प्रडक्ट तपाईँको चाहिँ तपाईँको भाइले बुझ्दैन, तपाईँको नजिकको साथीले बुझ्दैन भने मार्केटले बुझ्ने त कुरै भएन, बुझ्दैन नि।